हेलो नमस्ते एभ्रिवान। आई होप सबैजना सन्चै हुनुहुन्छ होला हैन। चिसो चिसो छ, जाडो जाडो छ हैन। अब तातो तातो कपडा लाउने दिन पनि आइहाल्यो। सबैजना सुस्त रहनुस्, मस्त रहनुस् हैन। अहिले चाहिँ मध्याहको ठिक 2 बज्यो। हामी चाहिँ अब यसो खानेकुरा किन्नलाई, सपिङ गर्नलाई जान लागेको बाटोमा छौँ। अनि अब तिहारको रमझम पनि आउँदैछ। यताबाट जाऊँ, यताबाट केटाकेटी आइरहेछ कि। अनि तिहार आइरहेछ, सबैजनालाई तिहार लाग्दैछ होला। हामीलाई पनि खासै त्यस्तो तिहारको रौनक चाहिँ छैन। अब यही त हो, विदेशमा काम गऱ्यो हैन, यताउता खासै अब छुट्टी मिल्ने हैन, छुट्टी हुने भएको भएपछि चाहिँ रमाइलो हुन्थ्यो होला। यहाँ चाहिँ अब बच्चाहरू देख्न सक्नुहुन्छ। जापानमा चाहिँ केटाकेटीहरूले पहेँलो टोपी चाहिँ किन लाउँदो रहेछन् हैन, त्यो चाहिँ थाहा भएन। सब बच्चाहरूले पहेँलो टोपी लगाएर हुन्छ। हामी चाहिँ यहाँ सपिङ गर्न जान थालेको होइन। सपिङ पनि के भने खानेकुराको सपिङ। अब आज किनेपछि 1 हप्तालाई पुऱ्याउनु पऱ्यो नि होइन। त्यही भएर आज चाहिँ सपिङ गरिन्छ। ला रेड लाइट बोलिहाल्यो। अब यहाँ माथिको ट्रेन लिएको होइन। अब यहाँ ट्रेन आउँछ है। ओ आयो लोकल ट्रेन, आयो लोकल ट्रेन। खासमा हाम्रो बिदा सँगै कहिले पनि पर्दैन थियो। आज कहाँबाट झुकेर आज एक दिन बिदा पऱ्यो। उनको काम छैन अरे आज, त्यही भएर सँगै बिदा भयो। यहाँ यो नेपाली पसल छ होला, हाम्रो राई दाजुको पसल हो। रेस्टुरेन्ट प्लस के अरे यो हलाल सप। अया हात गल्यो मेरो त। अया यस्तो हात गल्छ यार। धेरै समयपछि भिडियो बनाएको नि त, त्यही भएर। आज चाहिँ हाम्रो प्लान भनेको ग्योमुसुपा जाने, विभिन्न किसिमका थरी सामान किन्ने, खानेकुरा, मोमो बनाउने आइटम। त्यहाँनिर किमा पाइन्छ किन्न, किमा किन्ने, चिकन किमा। हामी त छन्त्याल हो, त्यही भएर बुङ्गुर खाइँदैन होइन। अब बङ्गुरको मासु खाइँदैन हामीले, गोरुको मासु खाने कुरै भएन। त्यही भएर हामी चाहिँ आज चिकनको चाहिँ किमा किन्ने, अरू त्यहाँ भएको हामीलाई किचनमा चाहिने सामानहरू किन्ने, अनि ल्याएर सर्लक्क खाने भनेको प्लान हो आज। के हुन्छ हेरौँ, लेट्स सी। अब हामीसँग आजको दिन आधी दिन बाँकी छ। अब भोलिबाट त फेरि काममा लखर जानै पर्यो होइन। यहाँ चाहिँ एउटा सानो क्यानल छ। क्यानल भन्ने कि हो, सानो खोला भन्ने। यो चाहिँ खासमा नेचुरल रिभर चाहिँ होइन, आर्टिफिसियल रिभर हो। सानो खोला चाहिँ यसको अन्तिम पोइन्ट भनेको चाहिँ उतानेर हो, त्यो बिल्डिङको छेउमा छ। त्यहाँदेखि उता चाहिँ छैन खोला, यताबाट आएको खोला चाहिँ। सानो यहाँ रिभर छ। जे भयो नि रिभर यो आर्टिफिसियल भए पनि होइन। एन्ड वी आर वाकिङ हियर। तपाईँ देख्न सक्नुहुन्छ उता पर नागोया स्टेसनको बिल्डिङ देखिरहेछ। कति 4 महिना भयो होला लगभग मैले भिडियो नखिचेको। 4-5 महिना कति भयो। पुरै हात पुरै गल्दो रहेछ यार। हात गलेर मोबाइल चाहिँ उठाउनै नसकिने रहेछ भने। ओके, यस्तो हात गल्छ भने यस्तो दुख्छ, पाकिन्छ भने। कस्तो सानो चिटिक्क घर यार, नेपालको जस्तै। कस्तो हेर न, माथिपट्टि सानो मन्दिर जस्तो। एउटा ब्युटिफुल बिल्डिङ। जापानमा यस्तो सुपर मार्केटहरू त अब कति छ कति होइन। जति पनि छ जापानमा थरीको सुपर मार्केट छ। त्यो मध्ये एउटा सुपर मार्केट चाहिँ ग्योमुसुपा भन्ने छ हाम्रो नजिकमा।
लगभग खुट्टाले हिँडेर 10-15 मिनट जति लाग्छ होला होइन। अनि यो गियोमो सुपा चाहिँ अरू सुपाभन्दा अलिकति, सुपा भनेको सुपर मार्केट हो है, सुपा भनेको जापानिजमा क्या होइन। अनि यो चाहिँ अरूभन्दा अलिकति सस्तो हो कि जस्तो लाग्छ। जस थरी सामान किन्न पाइयो क्या यहाँ छिरेपछि होइन। त्यही भएर तपाईँहरूको वरिपरि पनि कसैको वरिपरि गियोमो सुपा छ भने प्लिज गो डियर एन्ड डु सपिङ। ल म चाहिँ लगभग गियोमो सुपाको अगाडि आइपुगेँ। यहाँ चाहिँ हाइवे जस्तै छ एउटा सानो होइन। गियोमो सुपा भने चाहिँ यो हो है साथीहरू, हरियो। अब यहाँको खान्जी त मलाई पढ्न मरिगयो आउँदैन। सुपा भन्ने चाहिँ अब के अरे यो हिराकाना काताकानामा लेखेको चाहिँ अलिअलि बुझ्छु, त्यही भएर यो गियोमो सुपा भन्ने यही हो है गियोमो सुपा। ल साथीहरू अब हामी चाहिँ सपिङ गरेर फर्किसक्यौँ, खानेकुरा पनि किनियो होइन। अब घर गएर के हुन्छ पकाउने बनाउने खाने, घर पुगेपछि फेरि स्टार्ट गरेर रिस्टार्ट गर्छ है। एन्ड त्यति बेलासम्मलाई एकैछिनलाई ब्रेक लिउँ है त। ल हाम्रो यहाँ मोमो बनाउने काम चाहिँ सुरु हुँदैछ होइन। अलिक ढिला भयो आज, अघि सपिङ गरेर आएपछि एकछिन रेस्ट गरियो। अब भर्खर मोमो बनाउने काम सुरु हुँदैछ। आज बेलुकाको खाना सायद मोमै होला होइन, मोमो खाने हो अनि सुत्नुपर्छ। आजको खाने काम चाहिँ मोमो है त। अब हामी एकछिन मोमो बनाउँछौँ अनि त्यस पछाडि पकाउने फेरि। हाम्रो मोमो पकाउने जुगाड यस्तो जुगाड गर्दै पकाउँदैछौँ हामी चाहिँ होइन। फ्राई प्यान माथि मोमो पकाउने चाहिँ यता बन्दैछ, म यहाँ बेल्दैछु, यता बन्दैछ, यता किमा अझै बाँकी छ। यो पकाउने अनि यता बनाउँदै गर्ने, खाँदै गर्ने। ल यहाँ मोमो रेडी हुँदैछ होइन। यता चाहिँ सिँगै चिकन, फ्रोजन चिकन हो यो चाहिँ होइन। यहाँ चाहिँ अचार एक लच्चा यहाँ बन्दैछ। यहाँ कोही अब यो फ्रोजन गरेर राख्ने हो। अब अहिले कति पकाएर खान सकिन्छ खानु पर्छ। खुट्टा दुखो मोमो पकाइयो आज, अब खानु पर्छ सब मिलाएर। ओके फाइनली रेडी, मोमो रेडी भयो। ल अचार मोमो, लेट्स इट एज सुन एज पोसिबल। ल मोमो चाहिँ रेडी भयो होइन। अब यहाँ चरप्प खानुपर्छ, म त हातले बजाउने हो। ल तरकारी तिम्रो पकाएर आउने खाऊ छिटो। यहाँ हाँसिरहेको छु त अनि दामी हो त्यो। मैले नुन कम राख्ने भनेको त्यही भएर।
बरु नुन कम राखिदियो नि अच्छा नलगाऊ त यता बबाल मिठो लाग्यो मलाई ल साथीहरू अर्को लत पनि ममा खाइयो होइन अब आजलाई यति गरौँ होइन सी यू इन नेक्स्ट ब्लग अब अन्त्यमा तिहारको सबैजनालाई शुभकामना सहित बाई बाई